नमस्कार सबैजनामा। हामी लुम्बिनी प्रदेश गुल्मी जिल्लाको यो रेसुङको यो मनोरम स्थल, मनोरम दृश्य यहाँ रेसुङ्गा मन्दिर पनि रहेछ। हामी यहाँ आइपुगेका छौँ। यो तम्घास माथिको रेसुङ्गा साह्रै आनन्दको ठाउँ रहेछ। लाग्छ मलाई प्युठानको स्वर्गद्वारीको अनुभूति हुने एक प्रकारको चाहिँ भूगोल रहेछ, ठाउँ रहेछ। उकालो निस्किँदै गर्दा पौवा होटेलदेखि माथि निस्किँदै गर्दा 1000 भन्दा बढी सिँढी रहेछन्। 1000 भन्दा बढी सिँढी रहेछन् र बाटोमा निस्किँदै गर्दा 1000 सिँढी निस्किन त गाह्रो लागेको थियो। तर बाटोमा लालीगुराँसका बोटहरू, कालीकाठका बोटहरू, चुत्रोका बोटहरू, कृषि ज्ञान केन्द्र लगाएका ओखलका बोटहरू, अङ्गेराका बोटहरू, रमाइलो दृश्य स्थानमा हामी चाहिँ आइपुगेका छौँ। ल नमस्कार, राधाकृष्ण मन्दिर